आफैले हुन्छ 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 सक्नुहुन्न भने उहाँले हुन्छ भन्नुहुन्थेन नि त। सबै उहाँकै अब उहाँ कति हिंसा हुन्छ कति दुःख हुन्छ उहाँलाई थाहा छ त। तपाईले त थाहा हुन्छ नि साइप्रस बस्ने मान्छेलाई त घरको काममा जाँदा त गाह्रो हुन्छ, के अरे छामा जानु हुँदैन, गाह्रो हुन्छ, तपाईँ नजाऊ भन्नु पर्थ्यो कि। आफ्नै आमाहरू पर्यो, त्यही उनीहरूले 1 हप्ताभित्रमा उहाँलाई नेपाल फर्काउने काम गरिदिनुहोस्, मैले तपाईँलाई अनुरोध गरेँ। बोल्दैछु तपाईसँग। तपाईँ अहिले साइप्रसमा हुनुहुन्छ। नमस्ते। तपाईँ जुनु मोक्तानजी? हजुर हजुर। ए के हो तपाईँको निर्मला थिङ तपाईँको के पर्छ? मेरो सानीमा हो। अनि तपाईँको सानीमालाई तपाईँको तर्फबाट साउदी मुलुकमा पुर्याउनु भएको छ, यो के भएको 7 महिना अगाडि? यो सत्य हो? होइन त, खासै यस्तो भएको हो, पठाएको हो। त्यहाँबाट उहाँहरू पनि ट्रान्सफर भएर चाहिँ उहाँको बोसहरू पनि ट्रान्सफर भएको भएर चाहिँ उहाँलाई पनि उतै लगेर गएको। अनि तपाईँले यो भिजिट भिसामा पठाएको कि वर्किङ भिसामा पठाएको कि के भिसामा पठाउनु भएको? वर्किङ भिजै हो। उहाँ यस्तो हो सर, उहाँहरूले ESS कम्पनी सुन्नु भएको छ हजुरले? त्यहीको भिजा लगाएर जानुभएको हो। अनि दुबईमा भनेर एग्रिमेन्ट दुबईमा भनेर चाहिँ संशोधन गरेर साउदीमा पुर्याउन पाइन्छ भनेको? त्यही त सर, अब त्यही उहाँहरूले चाहिँ यस्तो भने क्या, अब केही समयको लागि मात्रै अब लाने भनेर जानुभएको हो। फर्किने चाहिँ उहाँहरू फर्किनेवालामै हुनुहुन्थ्यो अरे। अब मैले जुनु मोक्तानजीलाई के भन्छु भने तपाईँको आफ्नो के नाता पर्यो सानीमालाई तपाईँले 1 हप्ताभित्रमा नेपाल फर्काउन सक्नुहुन्छ कि सक्नुहुन्न? अब प्रोसेस त अब यस्तो हो सर, अब कुरा त गरिराखेको छ उहाँहरूले, रिप्लेसमेन्टको लागि मान्छे खोज्दैछु, पाउने बित्तिकै म टिकट गरेर पठाइदिन्छु भनेर भनिराख्नु भएको छ। भन्ने मात्रै हो कि साँच्चै पठाउने हो भोलि भन्ने कुरो त आउँदैन त। अनि तपाईँले यसरी चाहिँ के अरे के भन्छ UAE पठाउँछु भन्ने पठाएको मान्छेलाई साउदी नलानुहोस् भनेर रोक्न सक्नु भएन तपाईँले आफ्नो छामालाई? यस्तो हो त सर, अब त्यो सधैँको लागि गएको भनेर पनि होइन, एउटा फ्यामिलीमा काम गर्न जानुभएको हो। उहाँलाई मैले जबरजस्ती पठाएको पनि होइन सर, होइन। उहाँकै सहमतिले उहाँहरू ओरदोर कुरा गरेर उहाँको छोरी आमा छोरीसँगै बसेर कुरा गरेर हुन्छ म जान्छु भनेर उहाँहरू कुरा गरेर एग्री भएरै जानुभएको हो। मैले जबरजस्ती यो ठाउँमा तपाईँ जानुपर्छ भनेर पठाएको पनि होइन, मैले एजेन्टको रूपमा गरेको पनि होइन, होइन। किनभने मेरो सानीमाले अब एजेन्टको रूपमा सुन्नु नानी, जुनु मोक्तानजी सुन्नुहोस् न, तपाईँले जबरजस्ती गरेको भन्ने कुरो पनि होइन। तपाईँको मार्फत तपाईँले दुबई भनेर पठाएको कुरामा साउदी किन पुर्यायो भन्ने कुरामा प्रश्न चिन्ह उठेको हो। त्यसरी लानु त पाइँदैन त। त्यो नपाउने हो सर, होइन। अब उहाँ गइसकेपछि उहाँहरू त्यहाँबाट जानुभएको हो, ट्रान्सफर भएर जानुभएको होइन। कम्पनीकै भिजा छ, सबै कुराहरू कम्पनीकै रोबरमा भएको हो त्यो। अब उहाँहरूको सबै भिजाहरू कामहरू पनि कम्पनीकै भनेर लगेको हो नि त खासमा। अनि उहाँ चाहिँ अब अलिकति एज गएको भएर चाहिँ उहाँलाई चाहिँ घरको बच्चा हेर्नलाई भनेर लगे हो। उहाँहरू ट्रान्सफर भएको भएर उहाँ त्यहाँ जानुभएको हो। त्यस्तो उयो केही पनि मतलब अब त्यो उहाँहरू सधैँको लागि त्यही सिफ्ट हुन साउदी नै जान्छु भनेर चाहिँ जानुभएको होइन, होइन। फर्किन्छु केही समयको लागि चाहिँ कामको लागि, अब 25वटा देशमा भएको कम्पनी। अनि उहाँहरूको स्टाफ चाहिँ अब जहाँ जुन देशमा पुर्याउनुहुन्छ उहाँहरू चाहिँ त्यहाँ जाने रहेछ। त्यसको सिलसिलामा अब त्यो बच्चा पनि आमा बाउसँगै हिँड्ने भएपछि बच्चा हेर्ने नाताले चाहिँ उहाँलाई पनि लगेको के सर। अब एउटा कुरो नि, बरु त्यो साउदी लानुभन्दा दुबई भनेर साउदी लानुभन्दा अमेरिकातिर पुर्याइदिए राम्रो हुन्थ्यो नि त। त्यो त हुन्थ्यो नि सर, गजबै हुन्थ्यो नि। अनि साउदी पुर्यायो, खाडी मुलुकमा पुर्यायो, त्यो देशको कानुन नियम त एकदम चर्को छ, गाह्रो छ। बच्चाहरू हेर्ने काममा बुढी मान्छे, अब यो बुढी मान्छेले काम गर्न सक्दैन भन्ने कुरो तपाईँले बुझ्नु जरुरी थियो। यस्तो हो सर, उहाँलाई सबै कुरा मैले जबरजस्ती कुनै हालतमा नि पठाएको होइन। किनभने उहाँ आफैले हुन्छ 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 सक्नुहुन्न भने उहाँले हुन्छ भन्नुहुन्थेन नि त। सबै उहाँकै अब उहाँ आफैले के थाहा नानी, जुनु नानी सुन्नु न, के जुनु नानी तपाईँको त्यो बुढी मान्छेले के थाहा हुन्छ कस्तो काम हो, के काम हो, कति दुःख हुन्छ, कति पीडा दिन्छ, कति यातना हुन्छ, कति हिंसा हुन्छ, कति दुःख हुन्छ, उहाँलाई थाहा छ त। तपाईँले त थाहा हुन्छ नि, साइप्रस बस्ने मान्छेलाई त घरको काममा जाँदा त गाह्रो हुन्छ, के अरे छामा जानु हुँदैन, गाह्रो हुन्छ, तपाईँ नजाऊ भन्नु पर्थ्यो कि। मैले धेरै उहाँलाई सबै
भने मात्रै जानु। अझ मैले सुरुमा नजानु पनि भनेर बारम्बार पनि भनेको, अति नै भएर पनि मलाई गाह्रो भयो नानी छोरी म जान्छु भनेर जानुभएको हो। मैले त एउटा के अरे जान्छु भन्नु हुँदाखेरि मैले जानुहुन्छ त यस्तो यस्तो काम छ भनेर सोद्धाखेरि उहाँ आफै एग्री भएर उहाँहरू आफै डाइरेक्ट फोनमा कुरा गर्नु भएर जानुभएको हो। मैले कुनै भिजा लगाइदिएर मैले कुनै प्रोसेस गरेर जानुभएको होइन सर। होइन तपाईँ सुन्नु तपाईँले त दुबई लानु भनेर पो अनुमति दियो, दुबई जान भनेर तपाईँले त सल्लाह पनि दियो, सुझाव पनि दियो। तर अहिले त साउदीमा पुगेर साउदीबाट मान्छे फर्काउनु त तपाईँलाई थाहा होला नि कति गाह्रो छ। त्यस्तो कुनै प्रब्लम हुँदैन, उहाँले चाहिँ केही पनि। ल त्यसो भए यसो सुन्नु न, तपाईँले थाहा रहेछ जुनु मोक्तानजी तपाईँको आफ्नै मान्छे पर्यो, आफ्नै आमाहरू पर्यो, त्यही हुनाले 1 हप्ताभित्रमा मलाई नेपाल फर्काउने काम गरिदिनुहोस्, मैले तपाईँलाई अनुरोध गरेँ। हुन्छ सर, अब मैले त भन्नुपर्ने कुराहरू भनिराखेको छु सर होइन। उहाँहरूले पनि के भन्नुभएको छ भने मैले उहाँको अब म्यामलाई मैले सोधेँ अब मान्छे पठाइदिनु होइन, सकिँदैन गर्न सक्दैन, अब उसलाई बस्न मनै छैन भने तैँले जबरजस्ती राख्न पाउँदैन, जसरी हुन्छ म मान्छे चाहियो फर्काउनु पर्यो भन्दाखेरि उनीहरूले के भनेको छ भने प्रोसेसिङमा छ, रिप्लेसमेन्टको लागि मान्छे ल्याउँदैछु, आउने बित्तिकै म पठाउँछु भनेर भनिरहेको छ कि। अर्को मान्छे सुन्नुहोस् न, यो त सुन्नु न जुनुजी, यो त यो भन्ने चलन हो, कुवेतमा पनि त्यही हो, बहराइनमा पनि त्यही हो, साउदीमा पनि त्यही हो, मलेसियामा पनि त्यही हो। तपाईँको मान्छेले श्रम सुविधा गरेर पठाउनु भन्नुभयो, अझ भिजिट भिसामा जानेको अप्ठ्यारो र हलपत्र त कति हुन्छ तपाईँलाई त पक्कै थाहा छैन होला, तपाईँ त राम्रो देशमा बस्नुहुन्छ। ठिक छ, मैले मानी उहाँले सक्नु भएन, काम गर्न सक्दैन, उमेरको कारणले पनि है, तपाईँले अघि पनि भन्नुभयो र उहाँलाई नेपाल छिटो फर्काउने कोसिस गरिदिनुहोस्। मैले अहिले यति मात्रै भने तपाईँलाई, हुन त तपाईँको छामालाई पठाउनुलाई मैले भनिरहनु जरुरी त थिएन, यस्तो ठाउँमा नजानु भनेर भन्नु भनेको बदला अब तपाईँले अब को चिनाइदिनु भयो, कहाँ कसरी के हो, मान्छेको समस्या त छ, बेरोजगारी त थुप्रै छ नेपालमा होइन। बेरोजगारीहरूलाई सबैले हामीले रोजगारी दिने ठेक्का दिएको त छैन, तपाईँले पनि छैन, मैले पनि छैन। अब सबैजना आफू खुसी जान्छ, उद्धार हुन गाह्रो हुन्छ। तपाईँको कुवेतको समस्या यति धेरै छ र यो साउदीको चाहिँ मान्छे ल्याउनलाई अहिले धेरै नै गाह्रो छ। त्यस कारणले तपाईँले यो मान्छे मेरो कुरा पनि सुन्नु, म पनि बोल्छु होइन। हजुर, खासमा चाहिँ के भएको भने उहाँलाई त्यस्तो अब काममा गाह्रो त विदेशको ठाउँमा कुनै ठाउँमा पनि सजिलो हुँदैन होइन। अनि म पनि बुझ्छु, मैले के पनि गर्नुपर्ने प्रोसेस सबै गरिराखेको, मतलब गर्नुपर्ने कामहरू सबै गरिदिइराखेको छु। अनि मैले चाहिँ के भनेको भने मैले भन्दाखेरि चाहिँ रिप्लेसमेन्टको लागि मान्छे खोज्दैछु भनेर चाहिँ मान्छे अरू देशको होइन नि त, इन्डियन हो होइन, कुरा नबुझ्ने छैनन्, बुझ्छन्। अनि मैले पहिला पनि उसलाई भनेको थिएँ केही प्रब्लम भयो भने तपाईँ समाज छु भन्दाखेरि हुन्छ, मैले के गर्नुपर्छ म सबै गर्छु भनेर भनेको छ नि त। टाढाको मान्छे होइन नि त उनीहरू पनि, उनीहरूलाई पनि उनीहरू पनि एउटा अफिसकै स्टाफ हो, उनीहरूलाई पनि त बच्चा मान्छे नभएको भएर चाहिँ सहमतिमै गएको हो नि त। अब सबै कुराहरू प्रोसेसिङ पनि त इलिगल रूपमा होइन, लिगल्ली रूपमा जानुभएको हो सानीमा। हजुर हजुर, ल ठिक छ, यसो लामो कुरो धेरै नगरौँ जुनुजी, मैले कुरा बुझेँ तपाईँको मार्फत गएको भन्ने कुरो। हामी कहाँ यो वैदेशिक रोजगार उद्धार नेपालमा यहाँ चाहिँ जानकारी आएको हुनाले, एउटा गुनासो फारम आएको हुनाले तपाईँलाई हामीले फोन गर्न बाध्यता भई। तपाईँकै सानीमा छ, छिटो नेपाल ल्याउने काम गरिदिनुहोस्। यसमा चाहिँ के अब तपाईँलाई केही भनिरहनु जरुरी जस्तो मलाई लागेन। तपाईँले नै यो मान्छेलाई कति दिनभित्रमा ल्याउन सकिन्छ त्यो प्रतिबद्ध जनाइदिए हुन्थ्यो कि भन्ने कुरा हो। अब मैले चाहिँ भनेको मैले अघि भर्खर मैले कुरा गर्दाखेरि चाहिँ के भनेको छ भने यहाँनिर वाट्सएपमा के भनेको छ भने हजुर, मेरा सिचुएशन ऐसा है कि मैं अभी काम छोड़कर नहीं बैठ सकती हूँ, काफी पैसा देना है इधर उधर, इसलिए मैं जेल रही हूँ, लेकिन उसको नहीं देख रहा हूँ, बस कुछ टाइम के और बात है भनेर चाहिँ उसले होइन, उसले केही समयपछि पठाउँछु भन्दैछ। ल ठिक छ बहिनी, प्लिज तपाईँको क्षमा हो, हामीलाई अनुरोध। उहाँले काम गर्न सक्नुहुन्न, उहाँ एकदम उमेरमा पाको भइसकेको हुनाले यतिको उमेरको मान्छे पठाउनु हुँदैन भन्ने तपाईँ हामीमा ख्याल गर्नु पर्थ्यो। त्यो ख्याल भएन,
ठिकै छ मान्छे ल्याइदिनुहोस् भइहाल्यो 39 वर्षको हुनुहुन्छ धेरै वर्षको पनि हुनुहुन्न काम गर्न सक्ने अब ए 39 वर्ष भनेपछि त गइको नि उमेर हजुर मै 37 वर्ष भइसक्यो सर ए ल ल तपाईले पनि उमेर गयो अब 3-4 वर्षपछि फर्किनु होला तपाईको म हैन म त काम गर्ने मान्छे हो म त गर्छु ल ठीक छ तपाईले त काम गर्न पाउने नै भो छामालाई चाहिँ नेपाल ल्याउने काम छिटो गरिदिनुस् अहिलेलाई मैले तपाईसँग बिदा मागे है म बिजी छु बिदा मागे हस् धन्यवाद